कहाँ जाँदैछ हामी कहाँ जाँदैछौँ तारा खसे ए सन्जय ब्रो नेपालको तारा खसेको ठाउँ अरू छैन म यो हाम्रो लामा सरको होइन यो बढी डान्स ओभर भएर खाते कन्या राशिहरू ठुक्क माछा सन्चेको सत्तो गइसकेको थियो हेलो साथीहरू वेलकम टु माई न्यू भिडियोमा विशाल फेरि पनि यहाँ बौला थौडा अनि हाम्रो यहाँ हारुवा प्लस कङ्ग्रेचुलेसन भन्न चाहन्छु हाम्रो विमान सोल्टीलाई हामी केमा सेकेन्ड भएको भन्ने कुरो पनि यस्तो जानकारी दिउँ न मेरो भ्युअर्सलाई यो सितोरियो करातेको टिम कातामा मतलब कस्तो खालको गेम हो यो चाहिँ अब तपाईँको कस्तो भन्नु कराते भनेपछि बुझ्नुहोस् होइन मतलब कुन मतलब हुन्छ प्रदेशको हो कि यो जिल्लाको हो कि यो स्थानीय हो कि दोस्रो बागमती प्रदेश स्तरीयको गेम हो हजुर साथीहरू हामी चाहिँ यसो अलिकति चिसो ठाउँमा मन्थलीको गर्मी खपि नसक्नु भयो हिजो अलिअलि एक दुईताले पोडी खेल्ने डाँडातिर गयो अब सब खाइयो त्योभन्दा अघिल्लो दिन पोडी खेलेर चिसोलाई कम गरेको थियो अब आज चाहिँ अब रामसाप डाँडातिर गएर यसो चिसो हावा खाने कुरो छ अनि साथीहरू भेटघाट गरेर यसो होइन यसो रमाइलो पनि गरौँ भन्ने कुरो हो हामी तिनजना चाहिँ यहीँ छौँ अनि अर्को एउटा दुईवटा नमुना प्रदीप र सञ्जय नमुना चाहिँ आउँदैछन् उनीहरू भर्खर बाटो भेटेको थियो कतातिर गयो उनीहरू अनि त्यही हो साथीहरू हाम्रो यहाँ चाहिँ स्टाफले भन्दैछ के खाने के लाने के गर्ने रमाइलो गर्ने कि त्यस्तै यस्तै कुराहरू हुँदैछ छलफल हुँदैछ अनि विमल सोल्टी अब फेरि ऊ सेकेन्ड भएको उपलक्ष्यमा अलिकति म चाहिँ ज्यादा पैसा हाल्छु है केटा ज्यादा पैसा हाल्छु भनेर अलिकति न्यु खोज्दैछ अब जहाँसम्म केटाहरूको मन खुसी बनाउला साथीहरू हामी चाहिँ अब लगभग हाम्रो सबै म्यानेज भएर हामी हिँडिसकेका छौँ युवे भाइ पनि छ प्रदीप बाबु हो यो चाहिँ अब हामी हिँडिसकेका छौँ विमल र सञ्जय चाहिँ आउँदैछ हामी पाँचजना मात्र जाने भइयौँ अनि यो चाहिँ अहिले मच्छी के हो सरी के हो मच्छी डाँडै हो नि के हो मच्छी डाँडै हो यहाँ तलपट्टि चाहिँ हाम्रो स्विमिङ पुल छ है यो विराज स्विमिङ पुल होला सायद अनि यहाँ चाहिँ मन्थलीको एकदमसँगले गर्मी भएर यहाँ पौडी खेल्न आउन सकिन्छ हजुरहरू कोही घुम्दै आउनु भएको छ भने त्यही हो अब यस्तै चाहिँ बवाल ठाउँ छ यहाँ पर्खिरहेको छ केटाहरू तेल हालेर आउँदैछ अनि त्यही हो अब हामी चाहिँ अब माथि रामेश्वर डाँडा हुँदै गइन्छ होला माथितिर हेरौँ विमल सोल्टीले भनेको छ कुन ठाउँ रे प्रदीप बाबु तारा खसेको डाँडा छ अरे एउटा तारा खसेको डाँडा हो त्यहाँ तारा खसे हो कि भन्नुपर्ने हुन्छ अनि को चिन्नु भएन भने यो चाहिँ अस्तिको बेहुला हो विमल सोल्टी आइसकेको छ कहाँ जाँदैछ हामी कहाँ जाँदैछौँ तारा खसे ए सन्जय ब्रो नेपालको तारा खसेको ठाउँ कुदम प्रदीप ब्रो कुदम आम्बो अब सक्छ ए खै एकदम के छ ब्रो ठिक छ सर युवे सर ल ठिक छ हामी रामसाप आइसक्यौँ रामसाप सधैँ हामी के किन्दैछौँ यहाँ सधैँ हामी यहाँ के किन्दैछौँ ओके के भन्यो दुईटा मिस गरेर एउटा जम्बो एउटा बिस्तारै जानुपर्छ त्यो धुलो बेसरी उड्छ त्यहाँ अब त धुलो त तिमीहरूले मलाई पो खायो त दुईजना हामी चाहिँ सामानहरू सबै रेडी बनाएर किनिसक्यो होइन अब चाहिँ हामी रामसाप बजारबाट जाँदैछौँ हाम्रो डेस्टिनेसनतिर होइन इङ्ग्लिस मिल्यो ल
साथीहरू हामी चाहिँ लगभग आइसक्यौँ अनि हामी पानी लिन गएको छ टोलीहरू चाहिँ सन्जय र प्रदीप चाहिँ विमल चाहिँ एउटा साथी पुऱ्याउनु थियो अनि उता पुरा आइसक्यो अनि हामी चाहिँ यहाँ पर्खिरहेको छौँ यही धुलो भएको छ मान्छेको अनुहार पनि धुलै भएको छ होला यहाँ चाहिँ बसहरू पनि कुद्दो रहेछ अनि यहाँ बब्बाल सल्लाहकारी छ है बब्बाल छ अनि राम्रो छ बाटो त्यस्तो अप्ठ्यारो भन्ने त छैन अलिअलि अफरोडिङ भन्ने मात्र हो तामाकोसीबाट के बोले भाइ अब के बोले दुनियाँले देखोस् मन्जालो छेउमा बसेर भात मारौँ टिङ्कोले चारित नाच्दैछ सिकारी बन्दुक ताक्दैछ कोही हो त भन्ने जगबाट होली अलि अलि नकचर लाग्दै लेफ्ट राइट चाहिँ मैले यही सामान बोकेर बाइक चाहिँ माथि राखेर अब केटाहरूलाई अब यत्रो भार किन लाउनु होइन फेरि रिसाउँला होइन यो खाते रिसायो त केही फरक पर्दैन सन्धि रिसायो भने चाहिँ गाह्रो पर्छ पकाउनु सकिन्छ त्यसलाई चाहिँ यो त रिसायो भने केही फरक पर्दैन हाम्रो काबातमा आयो काबातमा भयो बबल ठाउँ चाहिँ त्यहाँ मन्दिर पनि रहेछ साथीहरू तारा खसेको थियो बिर्रे बिरेन यो तारा खसेको त्यो ठुलो हाल्छ नि त्यहाँ चाहिँ तारा खसेर त्यो त्यत्रो बनायो क्या ओ रेली ए बाबा तिम्रो त्यो सामान्य ज्ञानको हिस्ट्रीमा नि छ ए मतलब यो ठाउँको नाम तारा खसेको जिल्ला रामछा भन्छ नि यही हो क्या यही खस्यो यी खसेको जुम्न एकला सर्वे हानौँ न त एकला यो डाँडाहरू अनि के जलिने रुखसुख खै अनि पछि चाहिँ अनि ल्याएर अनि त्यहाँ छेउछेउ गर्दै हो क्या पछि अब त्यो हराउँछ नि त त्यो हाल त मान्छे होइन अब तारा खोज्नु चाहिँ सजिलो हुनु है त्यो डडेल लगाइदिएछ अस्ति त हरिए थियो भूत भनेर तर्चिने रहेछ ढुक्कुर स्पिकर कहाँ त हेर नि यता डाँडाबाट खतरा देख्छ कहाँ यहाँबाट हो बिदर्से अहिले त अलिकति त्यो ढुम्म पर्छ त पानी परेर जब छोड्छ नि अनि त्यहाँ क्लिन देख्छ त मस्त क्या ओ ओ बब्बाल दृश्य बब्बाल ठाउँ छ साथीहरू आउनु होला हामीसँग रामसामा पनि कसले भन्छ रामसामा घुम्ने ठाउँ छैन रामसामा कसले भनेर घुम्ने ठाउँ छैन त्यही त यो ठाउँ हेर्न हो ओए तारा खसेको ठाउँ रे साथीहरू तारा खसेको ठाउँ भन्दो रहेछ साथीहरू यसलाई चाहिँ हामीलाई थाहा छैन है विमल सोल्टीले भनेको ओए बल छ के को बल हौ अरू छैन म यो उतार्नु परेको हेर्न चाहन्छु खतरा है साथीहरू हामीले चाहिँ दाउरा साउरा पनि खोइसक्यौँ दाउराको जोगाड यसरी भएको छ अनि हाम्रो
विमल सोल्टी एकदमसँगले अलिकति लागि परिरहेछ उसले आगो बालिसकेका छन् अनि युबिन ब्रो प्रदीप कट्टुमा झरिसक्यो सन्चै व्यवस्था गरेछन् अनि हाम्रो त्यस्तो छ मोहनीलाई साथीहरू अनि हाम्रो चाहिँ त्यहाँ के अरे तेल ल्याएर बिर्सेछौँ अनि बोसो पकालेर सुँगुरको त्यहाँ देखायो मसला त्यही छ त्यही हो त्यही खै सक्छ साथीहरू अब चाहिँ यहाँ नाइट पनि भइसकेको छ हामी चाहिँ तल त्यहाँ डिलमा गएर एकछिन गीत सित गाइयौँ अनि त्यसपछि रमाइलो भयो अनि विमल सोल्टी अब हामी सुरु गर्ने नि त हजुर सुरु गर्ने लाइट पनि छ लाइट साइडको व्यवस्था पनि छ हाम्रो त यहाँ त के गर्नु गाह्रो छ जति इनफ ल्याएको छ अघि नै इनफ छ प्रदीपले बगाल्दैछ प्रदीप बाबु के छ अनि स्टोरीमा त्यो भिडियो हाल्यो भने गुनासो मन त छैन नि केही छैन म भने चिनिँदैन ल ठिक छ यो दिइरहेको रहेछ हैन ल ठिक छ यो आगो बल्दैछ अब चाहिँ हाम्रो अब यहाँ यी मासु यता छ यी टक्क बाह्र यहाँ बत्ती बाले केटाहरू यहाँ मासुमा अर्को पनि मासु परेको हुनसक्छ हेर्दा हेर्दा मासुमा अर्को पनि मासु परेको हुनसक्छ है बब्बाल भयो चाहिँ अब यसलाई पोलौँ काँचो देखाइदेऊ न त ल लात हान्नु जान्छ इमेल हान्नु हुन्छ के इधर देखो भाई साहब अरे हिरो देखे क्या म त ये पराल हाम्रो लामा सर हुनुहुन्छ अब युट्युब भएको भने उहाँको हो च्यानल सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर है सबै है त विमल सोल्टी आई लभ यु अनि उहाँ चाहिँ हाम्रो साथीहरू भयो अब सँगै बच्चैदेखि पढ्ने होइन अब बच्चाहरू भन्छ नि त होइन के भन्छ भने गुच्चा खेलेर हामी सँगै हुर्क्यो भने हामी त गुच्चा खेलेनौँ होला पढ्यो भने त निभो त यो त बोल्दा बोल्दै चलिरहेछ है अब यस्तै हो क्या गोब्रो फर्स्ट टाइम भएपछि है उहाँको चाहिँ अब अघि प्यान्ट च्यातेको देखाइदिउँ न हाम्रो लामा सरको होइन बडी डान्स ओभर भएर होइन के गर्दै हो तरकारी पकाउनुको लागि प्याज काट्दै ल ठिक छ अनि हामी चाहिँ लसुन केलाउँदैछौँ प्रदीप बाबु चाहिँ के हो अरे हाम्रो अनि हामी चाहिँ अहिलेको रड छ त हेत्तेरी अहिलेको रड दिएन हेलो कहाँ रहेछ भाँचिन्छ क्या त्यो के आउँछ अरे यहाँ के आउँछ अरे भूत आउँछ अरे हौ अनि त्यसपछि राति भूत आउँछ अरे अनि यो जङ्गलमा चाहिँ टाइगर पनि छिरेको छ अरे होइन टाइगरहरू 5 जना छिरेको छ 5 जना टाइगर छिरेको छ होइन त फाइनली हाम्रो चाहिँ रेडी भइसक्यो अब म यसमा धेरै धेरै धन्यवाद दिन प्रदीपलाई चाहन्छु एकदमसँगले प्रदीपलाई हृदयदेखि नै मेरो धन्यवाद छ किनभने अब यहाँ 2-3 जना मान्छेहरू पनि छ खाते कन्या राशिहरू ठुक्क माछा मेरो नाम प्रदीप खै यता सञ्जयलाई पनि एकदमसँगले धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रदीप बाबुलाई त एकदमसँगले हृदयदेखि नै अनि हाम्रो यो चाहिँ सेका छ यहाँ चाहिँ अनि यो भयो हाम्रो चिकन ग्रेभी अनि यहाँ सलादहरू छ धर्मर चुराहरू यस्तो छ अब हड्डी पो परेछ हाल्नु केटाहरू हड्डी परेछ त्यस्तो 2 जम्बो चाहिँ अनि त्यसलाई के अन्त अब बेच्दिनु हेलो साथीहरू अनि अहिले चाहिँ रातिको 12 बज्न लागेको छ अनि हामी चाहिँ विमल सोल्टी पुरा मोबाइल चलाउँछ सञ्जय सोल्टी पुरा मोबाइल चलाउँछ अनि युबिनको चाहिँ अलिकति टाउको दुख्यो अरे अलिकति गर्मी भयो तल मन्दिरतिर अनि माथि आएर चाहिँ अनि हावाले गर्दाखेरि टाउको दुख्यो हुनुपर्छ अनि प्रदीप बाबु यतापट्टि चाहिँ गीत बजाएर बसिरहेछ अनि म यहीँ छु गाह्रो छ साथीहरू 12 बजिरहेछ अब आगो ताप्दै बसिरहेको छौँ अब हेरौँ कति अब हाम्रो पोर्क चाहिँ वाइल्डै भयो पोर्क वाइल्ड भयो होइन अब जे भने खाइ त सकियो होइन नाच चाहिँ गरिनौँ
होइन परिवार खाइसक्यो नाश गरेनौँ अब यहाँ अझै बाँकी छ यार चिकन अझै बाँकी छ अनि यस्तो फोहोर भएको छ यो चाहिँ हामी भोलि सफा गरेर जान्छौँ यस्तो फोहोर अब होइन अब जङ्गल सङ्गलमा हामी फोहोर सोहोर यस्तो गर्दैनौँ सफाइ गरेर जान्छौँ रातिको 2 बजिरहेछ प्रदीप बाबुको हरकतै यो सन्चेको सत्तो गइसकेको थियो त्यो साथीहरू अनि राति साथी किस्ता हामी त्यस्तो केही ड्रिङ्क सिङ्क्स गऱ्यो होइन त्यो 2 बोतल के छ्याङ ल्याएको थियो छ्याङ चाहिँ छ फुलै छ 1 बोतल अनि 1 बोतलको पनि यति फुलै छ भनौँ यति माथिको भाग मात्र खाएको त्यही पनि बिमल सोल्टी खाएको अरू त्यस्तो केही ड्रिङ्क सिङ्क केही गरेको होइन आगो तापियो बस्यो रमाइलो गऱ्यो होइन त बिमल सोल्टी सञ्जय बाबु चाहिँ पुरा हामी चाहिँ प्रदीप र युबिन त्यहाँ सुत्यो रेङ्कोट ओछ्याएर म र बिमल सोल्टी यहाँ सुत्यो अब हामीले चाहिँ सञ्जयलाई चाहिँ गार्ड राखिदिएको अब के गर्ने सानोतिनो मान्छेहरू सञ्जयलाई अहिले गार्डलाई अब यसो बिहान खाना दिइरहेको छौँ हामीले फेरि रिसाउँछ नि त होइन परिवार रिसाउँछ अनि तर सञ्जयको चाहिँ सातो गएको हुँदैन उहाँ तल चाहिँ सातै गएको भुत कहानी गर्ने बेलामा मुतेको केटोले तुरुक्कै मुतेको एकलट त पनि गरिसकेका छौँ यहाँ सरसफाइ गरिसकेका छौँ अब यो आगो निभाउन पर्ने हुन्छ अनि डटफट भइसक्यो बाइकको बिमल सोल्टीले रेङ्कोटसँग हाल्छ प्रदीप बाबु पनि डटफट भइसक्यो सबै अब रेडी भइसक्यो अब त्यो साथीहरू रमाइलो भयो अनि त्यही हो अब मुखर जानुपर्ने हुन्छ पानी सानी पनि केही छैन अब तल गएर पानी खानुपर्ने हुन्छ त्यही हो अनि यो ठाउँ चाहिँ बबाले रहेछ थियो है हामी चाहिँ मजाले रमाइलो गरियो भनौँ है बिमल सोल्टी अनि यो बिमल सोल्टीले हामीलाई चाहिँ बिमल सोल्टी नै ल्याएको यो ठाउँमा अहिलेसम्म थाहा पनि थिएन ठिकै लाग्यो भनौँ बबाल रमाइलो त्यही हो यो त छ है यो तारा खसेको ठाउँ महाकाडक के भन्छ बे यहाँ मन्दिर छ के को मन्दिर हो त्यो त थाहा भएन अनि कपाल पनि के भइरह्यो होला जोड दिएर होला कि यो चाहिँ तारा खसेको ठाउँ है ठ्याक्कै यस्तो छ है दृश्य उयो खाल्टोमा तारा खसेको अरे तीजको बेला है के को बेला चाहिँ जात्रा लाग्छ भन्दै थियो बिमल सोल्टीले पुरा अर्कै डिजाइनको भएको छ अनि प्रदीप बाबु मेरो त बन्दानकै लेभलमा पुगिसक्यो अब त्यो क्यामेरा राम्रो आउँदैछ त अनि मेरो चाहिँ प्यान्ट चाहिँ यो हिजो राति डान्स गर्ने बेलामा फाटेको छ अनि म चाहिँ रेनकोटको यो लाएर हिँडिरहेको छु फाटेको त हाल्न मिल्दैन त्यो डेन्जर फाटेको छ त्यही हो साथीहरू अब हाम्रो भिडियो चाहिँ यहीँ हुनुहुन्छ अनि बिमल सोल्टी एउटा केही शब्द भन्दै 1-2 शब्द यता हेर मुसुक्क गुखाको त देखाएर ल तपाईँहरू नि यो ठाउँ घुम्न आउन सक्नुहुन्छ रामेछाप हुँदै आउने हो अब त यति के भन्नु छैन खासै केही भन्नु रमाइलो गर्न आएको खासै रमाइलो चाहिँ भएन किनकि सन्चो नभएर केटाहरूले चाहिँ रमाइलो गरेँ मैले राम्रो रमाइलो गर्न पाएन ठिकै छ अब नेक्स्ट टाइम चाहिँ रमाइलो गरौँ तरणीसँग बोलेर मलाई फुर्सद छैन खाती साला होइन पढ्दिने रमाइलो गरे पो भाइ भन्दै त केही 12 बजीसम्म गफ थियो पछि सुताइ त्यही त रमाइलो गर्न आएको होइन त्यही हो साथीहरू अब त्यही हो अब आउनु होला घुम्नु होला अनि रमाइलो गर्नु होला तारा खसेको ठाउँ नेपालको तारा खसेको ठाउँ भन्ने बित्तिकै ठाउँलाई जानु जानिन्छ नि त बिमल सोल्टी होइन त अनि त्यही हो साथीहरू अनि अब हामी यहीँबाट छुट्न पर्ने हुन्छ अब राम्रोसँग गएर चिया कफी खाइन्छ होला अनि मन्थली गइन्छ अनि यो भिडियोले चाहिँ अब यहीँ इन्ड गरिन्छ अनि अब बाई बाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो भिडियोलाई